नमस्कार। आज हामी मनोविज्ञानका दृष्टिकोणहरूका बारेमा छलफल गर्न गइरहेका छौँ। विभिन्न वैज्ञानिकहरूले मनोविज्ञानलाई विभिन्न दृष्टिकोणहरूले व्याख्या गरिएको छ। ती मानव व्यवहार र मानसिक प्रक्रियालाई बुझ्ने प्रयासको रूपमा लिइन्छ। यहाँ हामीले प्रमुख 5 वटा दृष्टिकोणलाई छलफल गर्न गइरहेका छौँ। पहिलो नम्बरमा रहेको छ जैविक दृष्टिकोण, बायोलोजिकल दृष्टिकोण। यस दृष्टिकोण अनुसार मानिसको व्यवहार र सोच जैविक कारणबाट प्रभावित हुन्छ भनेर भनिन्छ। जस्तो मानिसको मस्तिष्कको संरचना, नसाको काम, हर्मोनहरूको प्रभाव आदि कुराहरू। मानव व्यवहार हाम्रो मस्तिष्क र शरीरको जैविक प्रक्रिया अनुसार निर्धारण हुन्छ भनेर यसले भन्दछ। अर्को 2 नम्बरमा रहेको छ व्यवहारवादी दृष्टिकोण। यो भनेको यस अनुसार सबै व्यवहार सिकाइको परिणाम हो भन्छ। वातावरणले व्यवहार निर्माण गर्छ भन्ने कुरालाई यसले जोड दिन्छ। यसका प्रमुख वैज्ञानिकहरू भनेको जोन वाटसन र बिआफ स्किनर रहेका छन्। व्यवहार अवलोकन गर्न सकिने कुराहरू हुन् र तिनीहरू वातावरणको असरबाट सिकिन्छन् भनेर व्याख्या गरिएको छ। त्यसैगरी अर्को रहेको छ संज्ञानात्मक दृष्टिकोण, कग्निटिभ पर्सपेक्टिभ। यो भनेको मानिसले कसरी सोच्दछ, कसरी सम्झिन्छ, समस्या समाधान गर्छ भन्ने कुरालाई अध्ययन गर्छ। मानव व्यवहार हाम्रो सोच्ने तरिका र जानकारीको प्रक्रियामा भर पर्छ भनेर यो दृष्टिकोणले भनेको छ। त्यसैगरी अर्को मानवतावादी दृष्टिकोण रहेको छ। मानवतावादी दृष्टिकोणले मान्छेलाई स्वतन्त्र इच्छा, आत्मविकास र आत्मसाक्षात्कारतर्फ केन्द्रित गर्छ। यसको प्रमुख वैज्ञानिकको रूपमा कार्ल रोजर्स, अब्राहम मास्लो रहेका छन्। हरेक व्यक्तिमा सकारात्मक विकास गर्ने क्षमता हुन्छ भन्ने कुरालाई यसमा जोड दिएको पाइन्छ। त्यसैगरी अर्को रहेको छ मनोविश्लेषणात्मक दृष्टिकोण, साइको एनालाइटिक पर्सपेक्टिभबाट पनि यसलाई हेरिन्छ। यो दृष्टिकोण अनुसार अनकन्सियस माइन्डले व्यवहारलाई प्रभाव पार्छ भनेर भनिएको छ। यसका प्रमुख वैज्ञानिक सिगमन्ड फ्रेड रहेका छन्। अहिलेको व्यवहार बाल्यकालको अनुभव र अनकन्सियस माइन्डको इच्छाबाट प्रभावित हुन्छ है। यो त्यत्तिकै अहिले जुन व्यवहार भइरहेको छ त्यत्तिकै आएको होइन। यो भनेको पहिलेदेखि नै अनकन्सियस माइन्डको कुराले नै यसलाई प्रभाव पारेको छ भनेर सिगमन्ड फ्रेडले यसलाई जोड दिएका छन्।